आरम्भ टेकको जानकारीमूलक भिडियो श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत छ। महत्त्वपूर्ण जानकारी दिने श्रृङ्खला अन्तर्गत आज हामी कम्पनी स्थापना पश्चात गर्नुपर्ने महत्त्वपूर्ण क्रियाकलापहरूको सन्दर्भमा जानकारी दिनेछौँ। बाँकी भिडियोबाट। हो, कम्पनी त दर्ता भयो, तर सबैभन्दा ठूलो प्रश्न त अब आउँछ नि, होइन? अब के गर्ने त? दर्ता प्रक्रिया भनेको पहिलो खुड्किलो मात्रै हो। कम्पनीलाई कानुनी रूपमा सही ढङ्गले चलाउन र सफल बनाउन अबका चरणहरू झनै महत्त्वपूर्ण छन्। ल, पहिलो खण्डमा जाउँ, कारोबार सुरु गर्ने तयारी। मतलब व्यवसाय कानुनी रूपमा सुरु गर्नु अघि के कुराहरूमा ध्यान दिनुपर्छ। आउनुहोस् हेरौँ है त। यो 3वटा स्टेपहरू एकदमै महत्त्वपूर्ण छ है, त्यो पनि यही क्रममा। सबैभन्दा पहिले त आफ्नो व्यवसाय कस्तो हो त्यस अनुसार चाहिने अनुमतिहरू लिनु पर्यो। त्यसपछि स्थायी लेखा नम्बर अर्थात् प्यान लिनु पर्यो र अन्तमा कारोबार गर्ने स्वीकृति। तर यो नियम सबैका लागि एउटै छैन, त्यसमा हामी आउँछौँ। एउटा कुरा के बुझ्नुपर्छ भने कम्पनी रेजिस्ट्रारको कार्यालयबाट दर्ताको प्रमाणपत्र पाउनुको मतलब ल अब जे गरे पनि भयो भन्ने चाहिँ होइन है। आफ्नो व्यवसायको प्रकृति अनुसार थप अनुमति चाहिन्छ। जस्तै औद्योगिक कम्पनी हो भने उद्योग विभागको, ब्याङ्क हो भने राष्ट्र ब्याङ्कको र बीमा कम्पनी हो भने बीमा समितिको स्वीकृति अनिवार्य हुन्छ। अब यहाँनिर चाहिँ पब्लिक र प्राइभेट कम्पनी बीचको एउटा ठूलो फरक देखिन्छ। हेर्नुहोस्, प्राइभेट लिमिटेड कम्पनीले दर्ताको सर्टिफिकेट पाउने बित्तिकै आफ्नो काम सुरु गर्न सक्छ। तर पब्लिक लिमिटेड कम्पनीको केसमा चाहिँ अलि फरक छ। संस्थापकहरूले आफ्नो शेयरको रकम तिरिसकेपछि कम्पनी रजिस्ट्रारको कार्यालयबाट कारोबार गर्नको लागि छुट्टै स्वीकृति लिनुपर्छ। त्यो स्वीकृति नपाएसम्म कुनै पनि दायित्व सृजना हुने काम गर्न पाइँदैन। ल, अब दोस्रो खण्डमा लागौँ, शेयरधनी र सभा सम्मेलन। अब कम्पनीको भित्री कुरा, मतलब यसको व्यवस्थापन, खास गरी शेयरधनीहरू र बैठक सम्बन्धी नियमहरू कस्ता हुन्छन् त्यो हेरौँ। कुनै पनि बैठकको कुरा गर्नुभन्दा पहिले एउटा शब्द बुझिराखौँ, गणपूरक सङ्ख्या वा अङ्ग्रेजीमा कोरम। यो भनेको के हो त? सिधा भाषामा भन्दा कुनै पनि बैठकलाई कानुनी रूपमा ल यो बैठक बस्यो है भनेर मान्यता दिनको लागि कम्तीमा कतिजना सदस्य उपस्थित हुनैपर्छ भन्ने सङ्ख्या हो। यो सङ्ख्या पुगेन भने बैठकले गरेका निर्णयहरूले मान्यता पाउँदैनन्। पब्लिक कम्पनीको साधारण सभाको लागि कोरम पुग्न चाहिँ अलि रमाइलो नियम छ। यहाँ दुईवटै शर्त एकै पटक पूरा हुनुपर्छ है। पहिलो, कम्तीमा 3 जना शेयरधनी उपस्थित हुनु पर्यो र दोस्रो, उनीहरूले कम्पनीको कुल शेयरको 50% भन्दा बढीको प्रतिनिधित्व पनि गर्नु पर्यो। यी दुवै शर्त पूरा भएपछि मात्र सभाले कानुनी मान्यता पाउँछ। अब पब्लिक कम्पनीहरूले सभा बोलाउँदा सूचना दिने समयको पनि नियम छ। जस्तो वार्षिक साधारण सभा, जसलाई हामी एजीएम भन्छौँ, त्यसको लागि त कम्तीमा 21 दिन अगाडि नै सूचना दिनु पर्यो र कुनै विशेष कारणले बोलाइने विशेष साधारण सभा यानि एसजीएमको लागि चाहिँ 15 दिन अगाडि सूचना दिए पुग्छ। अब कम्पनीमा हुने सबै निर्णयहरू सामान्य हुन्छ वा हुँदैन भनेर मात्रै हुँदैनन्। केही एकदमै ठूला र महत्त्वपूर्ण निर्णयहरू गर्नका लागि विशेष प्रस्ताव वा स्पेशल रेजोल्युसन नै पास गर्नुपर्ने हुन्छ। प्रश्न आउँछ, कस्ता निर्णयहरूका लागि यो चाहिन्छ त? विशेष प्रस्ताव पास हुनको लागि सामान्य बहुमतले पुग्दैन। यसका लागि सभामा उपस्थित शेयरधनीहरूको, ध्यान दिनुहोस् है, 75% मत चाहिन्छ। यो एकदमै शक्तिशाली प्रावधान हो। यसले कम्पनीको पुरै संरचना नै परिवर्तन गर्ने जस्ता ठूला निर्णयहरूलाई सुरक्षित गर्छ। त्यसो भए कस्ता अवस्थाहरूमा चाहिँ यो विशेष प्रस्ताव चाहिन्छ त? उदाहरणको लागि, कम्पनीको नाम वा उद्देश्य नै परिवर्तन गर्नु पर्यो भने, शेयर पुँजी बढाउनु वा घटाउनु पर्यो भने, अर्को कम्पनीसँग गाभिनु पर्यो भने, अथवा प्राइभेटबाट पब्लिकमा जाँदा, यस्ता ठूला कामहरू गर्दा यो अनिवार्य हुन्छ। ल, अब तेस्रो खण्डमा जाउँ, वार्षिक रिपोर्टिङ र लेखा। हरेक कम्पनीले आफ्नो वार्षिक हिसाब किताब एकदमै पारदर्शी राख्नुपर्छ। यो चाहिँ अनुपालनको भनौँ न मेरुदण्ड नै हो। हेरौँ है त यसका नियमहरू के छन्। हरेक आर्थिक वर्ष सकिएपछि प्रत्येक कम्पनीले 3वटा मुख्य वित्तीय विवरणहरू बनाउनै पर्छ। पहिलो, वासलात, जसले कम्पनीसँग कति सम्पत्ति छ र कति तिर्नु छ भन्ने देखाउँछ। दोस्रो, नाफा नोक्सानको हिसाब, जसले आम्दानी र खर्चको पुरै लेखाजोखा दिन्छ। र तेस्रो, नगद प्रवाहको विवरण, जसले कम्पनीमा पैसा कहाँबाट आयो र कहाँ गयो भनेर देखाउँछ। तपाईले आफैले हिसाब किताब बनाएर मात्रै पुग्दैन हे। नेपालको कानून अनुसार हरेक कम्पनीले आफ्नो वार्षिक लेखालाई एकजना दर्तावाल लेखा परीक्षक यानी ऑडिटर
बाट जाँच गराउनै पर्छ। यसले के गर्छ त भन्दा वित्तीय पारदर्शिता र शुद्धतालाई सुनिश्चित गर्छ। अब यो विवरण बुझाउने समय सीमा चाहिँ पब्लिक र प्राइभेट कम्पनीका लागि अलि फरक छ। पब्लिक कम्पनीले आफ्नो वार्षिक साधारण सभा सकिएको 30 दिनभित्र सबै रिपोर्टहरू बुझाइसक्नुपर्छ। तर प्राइभेट कम्पनीलाई भने अलि बढी समय छ। उनीहरूले आर्थिक वर्ष सकिएको 6 महिनाभित्र लेखा परीक्षण भएको वित्तीय विवरण बुझाए पुग्छ। ल अब अन्तिम खण्डमा आइपुग्यौं, अन्य अनिवार्य नियमहरू। अब दैनिक कामकाज गर्दा ध्यान दिनुपर्ने केही महत्त्वपूर्ण तर एकदमै सरल नियमहरू हेरौं। यी नियमहरू एकदमै सिधा सादा छन्, तर यिनीहरूलाई बेवास्ता गर्न चाहिँ मिल्दैन है। जस्तै आफ्नो अफिसमा नेपाली भाषामा साइनबोर्ड राख्नु पर्यो, सबै कारोबार कम्पनीको अफिसियल नामबाटै गर्नु पर्यो, अनि नामको पछाडि प्राइभेट हो भने प्राली र पब्लिक हो भने ली लेख्नै पर्यो, र एउटा कम्पनीले अर्को साझेदारी वा प्राइभेट फर्म खोल्न पाउँदैन। यी कुराहरू सधैँ ख्याल गर्नुपर्छ। अब प्राइभेट लिमिटेड कम्पनीका लागि एउटा एकदमै आधारभूत नियम छ। त्यो के हो भने उनीहरूले आफ्नो शेयर वा डिबेन्चर मतलब ऋणपत्र सर्वसाधारणलाई खुला रूपमा ल किन्नुहोस् भनेर बेच्न पाउँदैनन्। यही एउटा मुख्य भिन्नता हो जसले उनीहरूको पुँजी जम्मा गर्ने तरिकालाई पब्लिक कम्पनीको भन्दा फरक र सीमित बनाउँछ। अन्तमा एउटा प्रश्नमा आएर टुङ्ग्याउँ, यी सबै कानुनी नियमहरू सुन्दा अलि झन्झडिलो लाग्न सक्छ, होइन त? तर एकछिन सोच्नुहोस् त, के यी नियमहरूको पालना गर्नु भनेको नै कम्पनीलाई अनावश्यक जरिवाना र कानुनी झमेलाबाट बचाएर सफलताको लागि एउटा बलियो जग बसाल्नु होइन र? सोच्नुहोला है।